अब यो प्रारम्भिक मत परिणामलाई नेपाली कांग्रेसले कसरी लिइरहेको छ, तपाईँ व्यक्तिगत रूपमा यसलाई कसरी स्वीकारिरहनु भएको छ? होइन, जनता जनार्दनले दिएको अभिमतलाई स्वीकार गर्नै पर्छ हैन। यसलाई हामीले स्वीकार गर्छौं। मत आउने परिणामहरू आइरहेछन्, हेर्दै गर्दा चाहिँ हामी पछाडि नै देखिराखेका छौं। नेपाली कांग्रेसले अब यसलाई गम्भीर समीक्षाका साथ अब पार्टीलाई पनि कसरी हो पुनर्जागृत गरेर चाहिँ अगाडि लैजानुपर्छ भन्ने हो। जनता जनार्दन भन्दा ठुलो त केही छैन नि त, अभिमतलाई त स्वीकार गर्नुपर्छ। अब तपाईहरुको नारै थियो, पार्टीको नारै थियो, बदल्छौं देश, बदल्छौं कांग्रेस, बदल्छौं देश। अनि अब की बार गगन सरकार भनेर पनि हिँड्नु भएको थियो, विभिन्न चुनावी सभाहरूमा देखिएको थियो हैन, मान्छेहरूको निकै क्रेज पनि पाइएको थियो, ठूलो जनसमर्थन जस्तो देखिन्थ्यो। तर यो मत परिणाम हेर्दा कांग्रेस नमज्जाले पछाडिएला कि भन्ने पनि अड्कलबाजी भइरहेको छ। यो मेन कुरा के छ भने लामो समयसम्म नेपाली कांग्रेस सत्ताको पेरिफेरीमा पनि रह्यन्। जेएनजीको जुन आन्दोलन भयो त्यो बेला पनि हामी गठबन्धनको सरकारमै थियौं हैन। त्यत्रो घटना घट्यो, कलिला बालबालिकामाथि गोली चल्यो, 24 गतेको विध्वंसक गतिविधि भए, सबैलाई नेपाली जनताले निहालिरहेका थिए हैन। अहिले हेर्दै गर्दा मान्छेले चाहिँ नेपाली जनताले चाहिँ वैकल्पिक शक्तिलाई रोजे पुराना दल भन्नेलाई चाहिँ पछाडि पारेको चाहिँ देखिराखेको छ। अब तपाईहरुले त सबैभन्दा नयाँ हामी हौ भन्नुभएको थियो, विशेष महाधिवेशनबाट नयाँ सभापति चयन गरिसकेपछि हामीले तत्कालै विशेष भयो, तुरुन्तै हामी चुनावमा आयौं। यो कुरा बुझाउने हामीले टाइमै पाएन। जनताले हामीलाई त्यही पुरानो दलको रूपमा हेरे। अस्ति सरकार गठबन्धन सरकारको रूपमा रहेर हाम्रो क्रियाकलापलाई जसरी निहालेर हेरेका थिए त्यही रूपमा हेरे। हाम्रो कुरालाई उनले कांग्रेसभित्र सबै विवाद, त्यस्तो केही पनि विवाद छैन, समाधान भइसक्यो भने सब ठिकठाक छ भन्दै हिँड्नु भएको थियो हैन। त्यसले त असर गर्यो नि मत परिणाम देखिँदै गर्दा। त्यसले असर गर्दा भन्दा पनि यो हाम्रो क्रियाकलाप हो, विगतदेखि नै यो थुप्रिएर आएको थियो। हामीलाई यो तपाईले भनेको छ बदल्यो कांग्रेस बदल्छौं देश भन्दा हामीले प्रचार प्रसारमा जाने वातावरण चाहिँ हामीले बनायौं हैन। यो अवस्था पनि थिएन। जनता हामीसँग असन्तुष्टि थिए, रिसाएका थिए, थुप्रै कमी कमजोरी भएका थिए। तत्कालै चुनाव भयो, हामीले त केही गर्न नै भ्याएनौँ। अनि जनतालाई खुसी बनाउनको लागि के समय नपुगेको हो नेपाली कांग्रेसलाई? अब नेपाली कांग्रेस एकताबद्ध हुनु पर्यो, सिंगो एकजुट हुनु पर्यो र यो भित्रमा विरेत समीक्षा गरेर जसले म्यान्डेट पाउनु भएको छ उहाँहरू सरकारमा जानुहुन्छ। जो चाहिँ हामी चाहिँ प्रतिपक्षमा बस्ने म्यान्डेट पाएका छौँ त्यसलाई कांग्रेसले चाहिँ रिभाइभ गरेर रिफर्म गरेर परफर्म गर्नुपर्छ। मुख्य समस्या मत नआउनुको कारण चाहिँ के रहेछ ढिलाजी? अब यो समीक्षा होला। अहिले चाहिँ उनले पहिल्यै भनेका थिए वैकल्पिक शक्तिलाई मत दिनुपर्छ, नयाँ पुरानालाई होइन नयाँलाई भनेको चाहिँ जनताले त्यसरी बुझ्यो। अब प्रारम्भिक यो मत परिणाम हेर्दा एकदमै फराकिलो हुने देखियो राष्ट्रपतिसँग। आउने परिणामलाई तपाईले कसरी स्वीकार्नुहुन्छ, पार्टीले कसरी स्वीकार्छ? मैले भनेको सहज स्वीकार गर्नुपर्छ नि। यो पार्टीले जनताले दिएको, जनताले व्यक्त गरेको अभिमतलाई, जनताले दिएको म्यान्डेटलाई, मत परिणामलाई लोकतान्त्रिक शक्ति नेपाली कांग्रेसले सहर्ष स्वीकार गर्छ हैन। जनता समक्ष फेरि हामी जानुपर्ने हुन्छ र नेपाली कांग्रेसले आफैलाई विधेयक हामी छलफल गरेर अब कसरी जाने के गर्ने भनेर चाहिँ केन्द्रीय समितिको बैठकमा निर्णय गरेर हामी अगाडि बढ्छौँ। अब यो निर्वाचनलाई लिएर तपाईहरूले सरकारप्रतिको भूमिकाप्रति कुनै प्रश्न गर्ने ठाउँ छ या छैन, कसरी लिनु भएको छ? अहिले चाहिँ अब सरकार बनेकै छैन, बन्छ। त्यसकारण होइन, यो अन्तरिम सरकार जो सरकारले अहिले चुनाव गराइरहेको छ त्यो सरकारले तपाईहरूलाई एक्ल्याएको हो अथवा यो सरकारलाई हामीले कुनै गुनासो म देख्दिनँ, किनभने शान्तिपूर्ण ढंगले निर्वाचन भएको छ। आफै हेर्दा पनि पहिला भन्दा पनि मान्छेले आफ्नो अभिमतलाई स्वतन्त्र ढंगले व्यक्त गर्न पाछन्। यसलाई सम्मानै गर्नुपर्छ र हामीले बुझ्नुपर्छ कि जुन हामी पुराना दलहरू लामो समयसम्म शासन सत्ताको पेरिफेरीमा रहे, जेएनजी मुभमेन्ट भन्दा पनि जो सत्तामा थिइन् तिनलाई जनताले स्वीकार गरेन। भनेपछि नतिजालाई सहज रूपमा नेपाली कांग्रेसले स्वीकार्छ, लिन्छ। यो लोकतान्त्रिक शक्तिले नलिने कुरै आउँदैन। 36 सालको जन्म संग्राममा बहुदलको पक्षमा उभार आउँदा हार्दै गर्दा बीपी कोइरालाले स्वीकार गर्नु भएको थिएन त? स्वीकार्नु भएको थियो नि त। त्यसकारण नेपाली कांग्रेस लोकतान्त्रिक शक्ति हो, जनताको अभिमतलाई हामी सहर्ष स्वीकार गर्छौँ।
अब जसरी यो रासोपाको मत परिणामहरू सार्वजनिक हुँदाखेरि झण्डै 2/3 नै ल्याउँछ कि भन्ने खालका अड्कलबाजीहरू पनि भइरहेका छन् होइन। भोलिका दिनमा तपाईँहरू प्रतिपक्षमा बस्नु पर्यो भने जनतामा के कुरा लिएर जानुहुन्छ, कसरी खुसी बनाउन मैले तपाईँलाई जानुहुन्छ? भनिहालेँ, जनतामा लैजानको लागि जनताको जीवनशैली, दिनचर्या, उनको आवश्यकतासँग नेपाली कांग्रेस प्रत्यक्ष रूपमा जोडिनुपर्छ। हजुर, अहिले हेर्दै गर्दा चाहिँ मान्छेले चाहिँ यो व्यक्ति हेरेको छैन के होइन। नयाँ वैकल्पिक शक्ति आयो भने नेपालमा चाहिँ जुन अहिले खालको विषम परिस्थिति छ, धेरै युवाहरू पलायन भएको छन्, नेपाल बनाउनु पर्छ, यो वैकल्पिक शक्तिले बनाउँछ भनेर जनताले त्यसै गरी बुझेका थिए। हजुर। जहिले पनि तपाईँले हेर्नु भएको छ नि, जो सत्तामा हुन्छ, सत्तामा बसेको मान्छेहरूलाई भन्दा पनि यो परिवर्तनकारीलाई चाहिँ जनताले रुचाउँछन्, जनताले रुचाएका छन्। त हेर्नु पर्यो नि त, हामी सत्तामा नपुग्या त होइन नि, धेरै पटक पुग्यौँ नि त। अब प्रतिपक्षमा भएर पनि नेपाली कांग्रेसले आगामी यात्रालाई छलफल गरेर संवादद्वारा सबैलाई एकताबद्ध बनाएर सहमति सहकार्य र एकता आजको आवश्यकता हो। प्रतिपक्षबाट पनि धेरै गर्न सकिन्छ।